समृद्ध नेपाल भनेको नेपाललाई उजाड बनाएर समृद्ध हुँदैन। देशको बजेट बिचौलियालाई खुसी पार्ने खालको छ। बिचौलियाले उत्सव मनाइरहेको छ। नेताहरूको घर घरमा भोजभतेर गर्दै हिँडेका छन्। नेपाली जनता चिन्तित छ, नेपाली जनता निराश छ। यो बजेट कसको लागि आएको हो? सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेल बनाउन, छलफललाई दूषित गरिरहेको छैन भन्ने प्रश्न आउँछ। हामी चाहन्छौँ नेपाली जनताले सबै कुरा बुझोस् कसको लागि बजेट आयो। दुनियाँलाई थाहा छ कि नेपालको पैसा विदेशमा छ, नेपालको कालो धनहरू विदेशमा छन्। नेपालका भ्रष्टाचारीहरूले आफ्नो पैसा लुकाएर विदेश लान्छ। दुनियाँलाई थाहा छ। यो बजेट कसलाई खुसी पार्यो? अब नेपालको पैसा खुलमखुला विदेश जान्छ। खुलमखुला विदेश जाने वातावरण बनाउनु भयो अर्थमन्त्रीजीले। अहिलेको बजेटले बनायो। नेपालको पैसा रोक्ने, नेपालको पैसा विदेशबाट ल्याउने, कालो धन ल्याउने प्रतिबद्धताको खाँचो थियो। नेपालका प्राकृतिक सम्पदाहरू, सार्वजनिक सम्पदाहरूको खुल्याम लुट भइरहेका छन् र आज हामी यो बजेट लुटको लागि ठुलो ढोका खोलिदिएको छ। नेपालको प्रकृति सम्पदाहरू लुट्नुस्, नेपालको सार्वजनिक सम्पदाहरू लुट्नुस्, नेपाली जनताको सम्पत्तिहरू लुट्नुस् भन्ने ढोका खुलेको सन्दर्भमा हामी कसको लागि बहस गर्ने? नेपाली जनता जान्न चाहन्छ कि बजेट कस्तो छ। हामी यसमा बोल्न चाहन्छौँ सभामुखज्यू। त्यसैले यो अहिलेको बहस, मैले बजेटको बहस ठानेकै छैन। यसरी लटपट गरेर मान्छेलाई सुमसाम पारेर अन्यल बनाएर धमिलो पानी बनाएर माछा मार्ने खेल नहोस्। एउटा सहज वातावरण निर्माण होस्।